कम्मर माथि ठिकै रहेछ, कम्मर माथि त रैफाडै रहेछ। अनि अनुहार चाहिँ एकदम क्युट थियो हैन, तर उहाँको त्यस्तो नाङ्गो भिडियो आउँदाखेरि मलाई एकदम दुःख लाग्यो। किनभने म त्यो जस्तै त्यो केटीले त देखायो हैन आफ्नो गुप्ताङ्गहरू, मलाई रिस उठिरहेको छ हैन, त्यो जसले त्यो पब्लिक गर्यो के, त्यो कसले गर्यो त? मैले अलिअलि त्यो मलाई त्यो मिडियाका मान्छेले भन्दै थियो उसकै बोयफ्रेन्ड अथवा उसको को हो अब हैन, जसलाई उसले एयरफोन लगाइरहेको छ नि त, एयरफोनमा बोले अलिअलि सुने मैले, ओके त्यो नि हेर्ने हो ल है त भनेर के बोलिरहेको छ नि त, उसले एकतर्फी मात्र बोलिरहेको छ किनभने उसले एयरफोन लगाइरहेको छ। अब त्यो मान्छे जसले त्यो लिक गराएको छ नि त्यसलाई कारवाही गर्न हुन म चाहिँ अनुरोध गर्न चाहन्छु नेपाल प्रहरीलाई पनि सरकारलाई पनि। र त्यो नानी जो हो हैन, त्यो नाङ्गिनी नानी उहाँबाट हैन अन्य केटीहरूले अलिकति सिख लिनु पनि जरुरी छ, केटाहरूले पनि सिख लिनु जरुरी छ। अलिकति आवेशमा आएर हैन एकदम त्यो उन्मादमा आएर हैन यस्तो चिज कहिले पनि नगरौँ। मलाई त कति आउँछ यस्तो मेसेजहरू केटीहरू के तपाईलाई देखाउँ भनेर आउँछन्, भिडियो कल गर्छन् तार गरेपछि हैन के नै इमर्जेन्सी पर्यो हतपत म मेसेन्जर चलाउँदैन, मेरो मेसेन्जर मेरो असिस्टेन्टले चलाउँछ जुन कुरा तिमीलाई पनि थाहा छ हैन। अनि एकदम धेरै कल आएर मेसेज आएपछि मेरो असिस्टेन्टहरूले के भन्छ नि दाइ उहाँलाई चाहिँ अलिकति अप्ठ्यारो पर्यो कि एकताल फ्री भाडा उठाइदिनु भन्छ क्या, त्यस्तो उठायो त्यस्तै केटीहरू परेर आउँछ क्या पुरा। अन्त भिडियो कल गरेर आउँछ, भिडियो कलमा पुरै नाङ्गै देखाइदिन्छ, म त हेरिदिन्छु। तपाईँ हेरिदिनुहुन्छ, तपाईँ रेकर्ड गरेर हाल्दै नि फेरि हेरेको हाल भन्दा मलाई के भन्छु देखाएपछि म के आँखा चिम्म गरेर बस्छु म त्यहाँ आउँदैन, म इन्जोय गर्छु। अनि मलाई त्यसपछि भन्छन् क्या पुरा त्यो के भन्छ उत्तेजनामा ल्याएर होइन तपाईँको पनि देखाउनु पर्छ क्या। हजुर यहाँ कति कलाकारहरू अहिले फसिरहेको छ तपाईँलाई थाहा छैन कि यो कुरो। मलाई मेरा साथीहरूले भन्छ केटाहरूले जय यार यसरी मान्छेले के अरे होइन एकदम उत्तेजित बनाएर होइन यसो गरेर नाङ्गो हुन लगाइदियो, अहिले के अरे मलाई ब्ल्याकमेल गरिरहेको छ होइन, तेरो बाहिर ल्याइदियो कि अनि तिमीहरू पनि त्यस्तै गोरुनी साला हो किन देखाएको तपाईँलाई ल्याइदिन्छु कि म। केटीहरूले पहिला आफै देखाउँछन् भिडियो कलमा, फोटोहरू पठाउँछ के पठाउँछ तपाईँको नि पठाउनु भन्छ क्या। यस्तो कुरामा म एकदम पहिल्यै सावधान छु। फेरि यस्तो उचाल्छन् होइन गाली गर्छन्, त नामर्द रहेछस्, त छक्का रहेछस् भनेर गाली गर्छ फेरि देखाएर। अनि कैयौँ हिरोहरू कैयौँ त नभनौँ धेरै जस्तो मेरा साथीहरू होइन 5-10 जना चाहिँ फसिसकेका छन्, पैसा तिरेकै छन् अहिले पनि। त्यो देखाएपछि पैसा तिर्नु पर्यो, ब्ल्याकमेल गर्दैछ ऊ भएन। अब सब दर्शकहरूले मन परेर कोही हिरो भएन ल हेर्नुहोस् उहाँको भिडियो भनेर त नाकको भिडियो आयो नि के हुन्छ त्यहाँ। अनि त्यसपछि त्यो लाजले पनि अनि त्यहाँ उसले त्यो केटीले छ भने त्यो मान्नु परेन। यस्तो चिज धेरै छ। अब यो उहाँको नाम के पो थियो गङ्गु भन्ने हो, मैले बिहान हेरेँ होइन, म त टिकटकमा हामी फ्रेन्ड पनि छौँ कि भनेर सुनि हेरेको थिएँ होइन, फ्रेन्ड रहन्छौँ हामी होइन। अब उहाँलाई त्यो गङ्गु खै के थियो कुनै मैले नाम बिर्सेँ, गङ्गा समथिङ के थियो होइन। उहाँलाई के भन्न चाहन्छु भने होइन उहाँले जसलाई देखाउनु भयो आफ्नो गुप्ताङ्ग होइन त्यो मान्छे को लिक गर्ने होइन त्यसको नाम किटानी जाहेरी सहित होइन प्रहरीमा सम्पर्क राख्न म चाहिँ अनुरोध गर्दछु। यस्ता मान्छेहरूलाई छोड्नुहुन्न, चाहे केटा होस् चाहे केटी होस् क्या, कसैको जिन्दगीसँग खेलवाड गर्नुहुन्न। अथवा अब उनीहरू आफै भाइरल हुनलाई गरेको छ भने मेरो भन्नु केही पनि छैन फेरि, किनभने नेपालमा भाइरल हुनलाई जे पनि गर्छन् क्या। पहिलो कुरो होइन उत्तेजनामा आएर त्यस्तो चिज गर्ने नै होइन क्या, भिडियो कलमा भेटेर गर्ने होइन, भेटेर गरेपछि एकदम त्यो बरु फिजिकलै रिलेसन राख्न बरु कम्तीमा बन्द कोठामा त हुन्छ। तर यस्तो मान्छेहरू त दुईजना केटाकेटी सुताएको पनि भिडियो बनाउनु के गरेर भने कैयौँ आएको छैन र एउटा नवनायिकाको आएर होइन, पहिला खै कति मिनटको आएको अहिले त 52 मिनटको आएछ अर्को फेरि अर्को आइसक्यो। मलाई त्यही अब नाम लिन मिलेन, तिमीले पनि भेट्यो जोसँग मैले भेटेँ उसैले देखायो मलाई दाइ झन्नैले नाम ल्यायो त्यो केटीको पनि। उहाँ अहिले नवनायिका हुनुहुन्छ, उहाँको 52 मिनटको अर्को फेरि त्यही केटासँग। यस्तो चिजहरू किन गर्छन् क्या, कि चाहिँ सिधै हामी त ब्लू फिल्म खेल्ने मान्छे हो भन्नु पर्यो केटाले पनि केटीले पनि होइन भने भाइरल हुनकै लागि होइन सम्पूर्ण नेपाली चेलीहरूको नाम खराब गर्नु त मिलेन नि। मैले यस्तै चिजमा होइन मैले टिकटक लाइभ छोड्नु परेको थिएँ मेरो, किनभने त्यो अमेरिकामा बसी केही मान्छेहरूसँग लफडा पर्यो, उनीहरूले चाहिँ के राख्थ्यो नि एकजना त तृष्णा भन्ने केटीको होइन नाङ्गो भिडियोहरू फोटोहरू राखेर होइन नेपाली केटीहरू यस्तो हुन्छन् भनेर गरेपछि मेरो त्यो ग्याङसँग झगडा परेको क्या। मेरो अहिले पनि बेला बेलामा त्यो भिडियो भाइरल बनाएर मलाई बदनाम गर्नु खोजिन्छ नि, मैले मुख छोडाएको छु नि, म्याम मुख रका पनि सब भनेको छु कि मैले। हाम्रो देशको चेलीबेटीहरूको इज्जतमाथि हुर्मतमाथि कसैले खेलबाड गर्छ भने म त्यसलाई पूजा गरेर बस्छु त होइन। त्यो बेला मैले छोडाएको मुख अहिले बेला बेलामा ल्याइरहन्छन् क्या मलाई गाली खुवाउनुलाई होइन। मलाई बाल छैन किनभने त्यो गाली गर्नेहरू सबै यो मिश्रित बिउ बिना बाउका सन्तानहरूले मात्रै गर्ने हो क्या।
होइन भने त्यो टिकटक लाइभमा मैले कोसँग बोलिरहेको थिएँ, कसलाई मुख छोडिरहेको थिएँ, किन छोडिरहेको थिएँ, त्यो अगाडिको भिडियो हेर्नु पर्दैन। त्यो भिडियो किन नल्याएको? मैले त सम्पूर्ण नेपाली चेलीबेटीको इज्जतमाथि खेलवाड गर्ने बुवासोहरूसँग मेरो लफडा पऱ्यो नि त। उल्टो मलाई खेदियो क्या, जय किसनले मुख छोडेर मा भनेर, मा डट डट। त्यो कुनै पनि नेपालीले बोल्दैन बोली त, तर कसको लागि बोली? नेपाली चेलीबेटीहरूको लागि बोले। टिकटक लाइभमै आएर बोले, तिनीहरूलाई म पूजा आजा गरेर भन्न सक्दैन। हाम्रो चेलीबेटीमाथि, चेलीबेटीहरूको इज्जतमाथि खेलवाड गर्छ नि। कोही मान्छे हुन्छ जस्तै अब त्यो बेला कृष्णा भन्नेको फोटो र भिडियो ल्याएर नेपाली केटीहरू यस्तो हुन्छन् भने त्यो त्यहाँ झगडा गरी अब यो 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 अहिलेको भिडियो देखाएर नेपाली केटीहरू यस्तै हुन्छन् भने कसैले भने त्यो छ नि, म लफडा गर्छु नि, होइन? एकजनाले देखायो भन्दैमा 5 नम्बरको फुटबल अथवा आफ्नो खेतबारी देखायो भनेर सबै नेपाली केटी त्यस्तो हुँदैन नि त। त्यो केटीलाई भन्न चाहन्छु, त्यस्तो नगर नानी। अलिक देखाउन लागेको भए पनि हुन्थ्यो। कम्मर माथि त ठिकै थियो, कम्मर मुनि त खोइ गएकै थियो। फेरि हेऱ्यो होला नि, होइन? अनि किन इन्टरभ्यू लिएर त? म पिताम्बरको कुरा गरौँ न, पछि 29 गतिबाट चल्दैछ यार। म यो विषयमा कुरा गर्छु भने थाहा पाएँ, म इन्टरभ्यू दिन्न थिएँ। अहिले दिउँसो लगभग 50-60वटा मिडिया फर्केर गइसक्यो। पुरै हेर्नुको तल दिमागसम्म नि हेरेँ, त्यही भएर भन्दैछु कम्मर माथि ठिकै रहेछ, कम्मर माथि त रही फाँडै रहेछ। के देखाइरहेको? गतिले भए पनि ल हो भनेर ल आए पनि केही हुँदैन भन्नु क्या। एकजना हिरोइनको पनि पहिला एउटा यस्तै भिडियो आएको थियो नि, कस्तो घिनलाग्दो थियो नि, वनजङ्गल। बुझ्यो वनजङ्गलमा? उसको त एकदम सबै पत्र छ्या के देखाउनु थियो त यार? यो भिडियो लिक चाहिँ कसरी भयो? तपाईँलाई चाहिँ के लाग्छ कि उनीहरूले आफ्नो अब कोसँग उसको अब बोयफ्रेन्ड हो अथवा लोग्नी हो अथवा को हो, अब मलाई त थाहा छैन नि त। तर हाम्रो चेलीबेटीहरू बदनाम हुन्छ नि त, नेपाली चेलीबेटीहरू यस्तो चिजले। केटाको फेस देखाइएन फेरि, आफ्नो त काटिहाल्छ नि। अब त्यो केटीले त चिने होला नि त, उसले त गफ गर्दै बोलिरहेछ। सुक्खा भयो भन्छ, के सुक्खा भयो? त्यत्रो भिडियो कल गर्दा नि सुक्खा हुने भने त त्यो केटी नै होइन मेरो विचारमा। तर यस्ता मान्छेहरूले गर्दाखेरि नेपाली चेलीबेटीहरूको इज्जत जान्छ क्या। पहिला टिकटकमा त्यस्तै सबले खेदेर मलाई नेपालीहरूकै लागि म लडिरहेको थिएँ, तर होइन हाम्रै देशका नेपालीहरूले पनि मलाई गाली खाँदै होइन खुसी हुन्थ्यो क्या। भिखारीले बल्ल भेट्यो भनेर भन्थ्यो। टिकटक लाइभमा लाखौँ मान्छे आउँछन्, मै मात्रै छु भिखारी। फेरि भिखे माया पनि मैले होइन समाज सेवा गरिरहेको थिएँ क्या। अनाथ आश्रम बनाइरहेको थिएँ, वृद्धाश्रम बनाइरहेको थिएँ, अपाङ्ग दाजुभाइ दिदीबहिनी बस्ने ठाउँ बनाइरहेको थिएँ। दिन दुखीलाई पीडितलाई नै सहयोग गरेन मैले। लाइभमै आए पनि प्रकाश सुवेदी चुल्ठियाङ्गले सर भिखारी नम्बर 1 भनेर भन्थ्यो मलाई एउटा प्रोग्राममै। कोही भिखारी पनि कोही के भने त्यही भएर टिकटक छोडायो नि। मैले टिकटक लाइभ छोडेर कसलाई चाहिँ फाइदा भयो त? लाखौँ भिखारीहरू छन् अहिले पनि। अहिले यस्तै भाइरल हुनलाई त्यो 5 नम्बरको फुटबल र आफ्नो त्यो के भन्छ गुखा देखाएको कारण के हो त्यो भाइरल हुनलाई, होइन? भनेपछि युवतीले देखाएको भाइरल हुनलाई हो? मलाई त्यस्तो लाग्छ। भए पनि होस् भनेर, किनभने उहाँको मैले अरू भिडियोहरू पनि हेरेँ क्या। उहाँले त कसरी गाली गर्नु हुँदो रहेछ त्यो पनि हेरिरहेको छु मैले। तर यसमा यो केसमा केटीको भन्दा त्यो केटाको गल्ती छ। केटीले त देखायो त्यो केटाले किन निकाल्यो क्या? नेपालीहरूको इज्जत जान्छ क्या। केटाहरूको नि केटा नेपाली केटाहरू यस्तो हुन्छन्, आफ्नो केटीलाई नाङ्गे बनाउन लाउँछन्, पछि भिडियो हालिदिन्छन् भन्ने केटाहरूको इज्जत गयो। केटीहरूको सबै देखाउँछन्, नेपालीहरूको त्यो सामान त्यस्तो हुँदो रहेछ भन्ने भयो नि। छ्या घिन लाग्यो यार। यो युवतीको त करियर धरापमा पर्ने भयो नि दाइ, होइन? अब यस्तो अब कहाँ धरापमा पर्छ नि, हिट हुन्छ। तिमीलाई थाहा छैन कति मान्छे यस्तै भिडियो आएपछि हिट भएको नेपालमा? म कति इन्टरभ्यूमा भन्नु, जति ठुलो भ्रष्टाचारी भयो त्यसले बढी भोट पाउँछ। जति सबले अलिक यस्तै काम गर्छ उनीहरू मान्छे नै हिट हुन्छन्। नम्बर 1 बन्न बेर लाउँदैन, उसले टनाटन फिल्म पाउनु बेर लाउँदैन। अब भनेपछि भोलि अब उहाँ चाहिँ अब मोडल अथवा हिरोनी हुनुहुन्छ 100%? 100% ग्यारेन्टी। अनुहार त राम्रो रहेछ, होइन? मलाई त राम्रो लाग्यो त्यो केटी। मैले आजै देखाएँ मैले फेरि, होइन? यस्तो भाइरलको नि तपाईँलाई थाहा छैन भने मलाई यस्तो भाइरल छैन, मलाई मतलब हुँदैन। त्यो टिकटकमा लाखौँ मान्छे आइरहेको छ, सबलाई म याद गरेर भन्न सक्छु त, होइन? मैले आजै हेरेँ हो, तर आज हेरेपछि मैले उसको आइडी पनि मसँग फ्रेन्ड त छैन भनेर पनि हेरेँ कि। अनि सब हेर्दाखेरि यस्तो रहेछ भनेर मैले थाहा पाएँ। केटीको फेस राम्रो छ, भर्खरको, होइन? चिटिक्क छ, होइन? उसले जिन्दगीमा प्रगति गर्छ। भनेपछि अहिले हाम्रो समाजमा चाहिँ यो दिनदिन यस्तो विकृतिको आउनु कारण चाहिँ के जस्तो लाग्छ तपाईँलाई? हामी सबै, हामी नेपाली जनता, हामी यस्तै चिज हेर्छौँ नि त।
यही भिडियो पनि त भाइरल भयो भने नि त सबले हेरिरहेछ नि त खोजी खोजी हेरिरहेको अनि मैले समाजसेवा गराएको भिडियो कसरी हेर्छन् मैले टिकटकमा कोही केटीहरूसँग होइन यतिकै हल्का हल्लेर नाचेर केटीको तिग्रा सिक्रा अलिकति त्यसले अलिकति के भन्छ नि त्यो क्लिभेज देखाइदियो भने त्यो भिडियो मेरो मिलियनले हेरेर आउँछन् मेरो एउटा भिडियो छ नि यहाँ माया भेट हुन गाह्रो 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 भयो भने फिल्मको भन्दा मेरो टिकटक हिट भयो किन भन्दाखेरि त्यो केटीको होइन पुरा फिगर खतरा थियो अनि मैले समाजसेवा गरेर भिडियो टिकटकमा 1200 भन्दा बढी छ त्यो 1000 भ्युज पनि आउँदैन के अनि यो कसले गर्दा त हामी हेर्छौँ नै त्यही हामी राम्रा नेताहरूलाई कहिले भोटै दिँदैनौँ राम्रा पार्टीहरूलाई लत्याउँछौँ कम भोट दिन्छौँ जो अलि कुलमान घिसिङ निकाल्ने पार्टीलाई हामी ठुलो पार्टी बनाउँछौँ होइन बालेन शाहले भ्रष्टाचारी भनेर एउटा कर्मचारीलाई निकाल्यो नेताहरूले काँधमा बोकेर लगेर सिसा फुटाएर तालचा फुटाएर भित्र छिरायो यस्तो देशको हो त्यहाँ 15 गते राजावादीहरूले आन्दोलन गरे आफै माथिबाट त्यो टेर ग्यास र गोली हान्छन् अनि के अरे आन्दोलनकारीले आगो लगायो भन्छन् यस्तो देश हो यहाँ झुटको खेती हुन्छ जस्तै जसले त्यो 7.2 जुन त्यो काण्ड भनेर जसले त्यो सार्वजनिक गर्यो होइन त्यो व्यक्तिलाई चाहिँ कस्तोसम्म कारवाही गर्दा चाहिँ ठिक होला त्यो एकदम औतारी बापति रहेछ त्यो मान्छे साँच्चै नै एउटा आफूले चिने मान्छे एउटा केटीको यहाँ त्यसरी निकालियो मैले सुगन चेलीबेटी छन् होइन अनि त्यसो हुँदैन त्यो लिङ्गै काटेर फाल्दै हुन्छ त्यसो त्यो मान्छे लिङ्गै काटेर फाल्दै हुन्छ फाँसीमा झुन्डाइदिए हुन्छ यस्ता सालाहरूलाई देशकै बेचत होइन यो होस् एउटा सेक्सको बारेमा कुरा गर्नुपर्छ होइन तर सार्वजनिक गर्दैन होइन सेक्स कसले गर्दैन तिमीले गर्दैन गर्छु मैले गर्दैन गर्छु सबले गर्दैन किरा फट्याङ्ग्राले गर्छ होइन कुकुर रहेछ त्यो गल्लीको भुसिया कुकुर के घरपालुवा कुकुरले त ओपनली गरेर देखाइदिँदैन जुन त्यो गल्ली गल्लीमा त भुसिया कुकुरहरूले दिन दाडै चढिरहेको हुन्छ नि यो टाइपका मान्छे यिनीहरू सबै न म त्यो केटीलाई राम्रो भन्छु न त्यो केटालाई केटी जति दोषी छ त्यसको ठ्याक्कै डबल दोषी त्यो केटा छ त्यसलाई तुरुन्तै कारवाही हुनुपर्छ क्या त्यो नानी को हो होइन उसले तुरुन्तै पुलिसमा रिपोर्ट गर्नुपर्छ गर्दैन भने आफै भाइरल बन्नलाई गएर जाने बुझ्यो हुन्छ उसलाई कसैले मैले आजसम्म देखाइदिनँ मैले त चिने अब होइन उहाँ को हो भनेर मैले सबै आइडी सर्च गरेर हेरेँ यसको लागि पनि गरे हुनसक्छ यदि यसको लागि गरे होइन भने उहाँले रिपोर्ट हाल्नुपर्छ अब फिगर चाहिँ एकदम दामी छ होइन त तपाईँले हेर्नु मैले हेरेँ नि मैले हेरेँ कम्मरमाथि राम्रो छ कम्मर मुनि राइफाँड भने आफै बुझ भनेपछि जय दाइलाई चाहिँ योभन्दा अगाडि भेट्ने मौका पाएको भए तपाईँ खस्ने रहेछ है किन म त्यसरी त्यो केटीहरूले देखायो भने हेरिदिने हो होइन म आफू त्यो नाङ्गो बनेर चाहिँ कहिले पनि गर्दिनँ म अन्य केटाहरूलाई पनि भन्न चाहन्छु मैले उदाहरण दिन्छु कति हिरोहरू देखेर खोजिरहेको छ भने म नाम लिनु पो मिलेन त तपाईँ चाहिँ कतिसम्म पर्नु भएको तपाईँ जस्तो ब्ल्याकमेलिङमा चाहिँ पर्नु भएको छैन म त्यसो ब्ल्याकमेल हुने कामै गर्दिनँ कतिले भिडियो कल गरेर देखाइदिन्छन् उसले देखा भाइ हेरिदिन्छु होइन तपाईँ पनि देखाउनु नपर्छ तेरी म्याच चिनी चियापत्ती भनेर फोनै काटिदिन्छु अनि तपाईँ नामर्दो हो तपाईँ हिजडा हो म हिजडा हो म नामर्दो हो म छक्का हो भनिदिन्छु म पनि त्यहाँ जोसमा आएर होइन ल त भनेर मैले पनि होइन हिसाब किताब गर्नु थाल्यो भने मेरो पनि आउँदैन थियो पल शाह सन्दीप लामी छानेको सपोर्टमा बोल्दाखेरि मलाई फसाउनलाई धेरै ट्राई गरेको थिएँ दुश्मनहरूले कैयौँ मान्छेहरूलाई ट्राई गरेको थिएँ होइन म यसलाई फसाउनु पर्छ भने कसैले सकेन कि त्यो भएर केटा होस् चाहे केटी होस् एकदमै सावधानपूर्वक बस्नु जरुरी छ अहिलेको यो सामाजिक के भन्छ सामाजिक सञ्जालको युगमा होइन को कुन बेला बदनाम हुने थाहा छैन उहाँहरू त आइरहने मान्छे त्यो भाइरल हुन खोज्ने मान्छे के फरक पर्दैन उसै नर्मल केटीहरूले त्यो गर्यो भने मर्दैन मेरो घर छेउको एउटा केटी टिकटकको भाइरल नाम लिन चाहन्न होइन उहाँले आत्महत्या गरेछ भर्खरको कस्तो राम्रो केटी थियो यार मेरो छिमेकी हो क्या 2-3 वर्ष अगाडि खै धेरै पनि पाएको छैन आत्महत्या कति यस्तो यस्तो चिजले आत्महत्या गर्ने मान्छेहरू धेरै छन् क्या सोझा केटीहरू चाहिँ होइन एकदम बचेर बस्नु होला र सोझो केटाहरू पनि बचेर बस्नु होला